भने लात हान्नु चाइनिज नेट हो यो बटले धरि नखान्थ्यो र त त्यही त त्यही भएर दुईचोटि मरे होला होइन अल्लाह मुझे डर के काबिल बना दिया हेलो केटा म बत्ती आइसि आउँछ यो नेट चलाएर त्यही हो थाहा छ बरु भन्छ अब बोल्न सक्दिनँ भनेर क्या भन्नु नि सिधै के त्यो नाटक अजिङ्गर भुराहरूसँग के बोलिरहनु हो त्यही त थाहा छ हामीलाई नसकेर जान्ला भनेर हामीलाई थाहा छ के सिधै सक्दिनँ भन्नु के सिधै सक्दिनँ सक्दिनँ हो नाटक किन गर्ने त्यही भने लात हान्नु भक्कै लात हान्नु निकालेर हान्नु नि जाने मान्छेले राख्ने होइन नि टाउको फुट्नु गरेर हान्नु न लात पनि गर्नु गयो भने म जान्छु नेट गयो भने रेडी गर्नु रेडी यार बत्ती फ्याट्टै गएको आउँदै हामी के भयो त्यही त नाटक पनि बढी के नाटक खेल्दिनँ भने भइहाल्यो सिधै बट मारुवाहरूले नै थाहा छ नाम हेरेर थाहा छ हामीलाई को बटको प्रो भनेर वेलकम छ केटा हो के भन्छ अरे यसो छ बुद्धि भने नभएको मान्छेको बुद्धि बहादुर हुन्छ भनेर त म क्याम नगर्ने मान्छे के नाम त्यही भएर त्यस्तो भयो हो थाहा छ हामीलाई अनि के भन्छ अरे लामखुट्टे जस्तो मान्छेको नाम चाहिँ अजिङ्गर रे अजिङ्गरले फेरि छोड्दैन नि थाहा छ कि थाहा छैन फेरि पाप्रो साप्रो निस्किने गरेर अजिङ्गरले के छोड्नु भने पाप्रो साप्रो निस्किने गरेर फेरि माइजूले नचिन्ने गरेर टोकेर पढायो वेलकम छ है केटा माइजूले नचिन्ने फेरि होस् गर्नु I won my last match. पाउनाइराखेको केटा हो तुमलाई नि वेलकम छ मेरो लाइभमा वेलकम चाइनिज नेट हो यो मिस्टर चाइनिज नेट हो ए चाइनिज भन्दा खत्तम भने म 677 पुगिहाल्यो अब के गर्नु माइजूले नचिन्ला नि सिम हो के सिमले गर्दा यस्तो भयो के को सिम दे अर्काको त्यो घरको त्यो के अरे नेट चोरेर चलाएर होला है अनि त्यसै सिम रे नाटक बेसी के ताराको सिम अहिले गेमबाट फुत्ता निस्केर जान्छन् क्या फिक्स हो भने अहिले किन म बोल्न सक्दिनँ वेलकम चाहिँ केटा हो मिसन छ भनिदिउ है अहिले फुत्ता निस्केर भाग्छन् के सकेन मामा अलिकति लाइभ स्ट्रिममा दिनु पर्यो नि लाइभ स्ट्रिम क्याम्परलाई उल्टा मलाई कालो अजिङ्गर भन्नुहुन्छ र पो त गाह्रो यहाँ बट हान्न कुदेन यस्तै हुन्छ बट हान्न गएको त्यो बट हान्नु जाने जोर लाग्यो के हो ए म तेरी इनमें आया मामा के आउँछ त्यही त बटहरू हानेर लबी फर्के वेलकम चाहिँ सियर मेरो अगाडि पनि थियो यार कता गयो भयो
अब त अघि बढिहाल्यो Awesome. अझै छ त छैन कता छ त यो किलायो मेरो कसले हानेर राखेको छ फेरि यो मैले मामा हट तेरेको यार भान्जा यार म हान्ने नै थिएँ नि। ए छ अब सबै नक हाल्नु छोडेर यो 7 जना हुने 3 जना कतिजना 2 जना 6 जना छ चाहिँ तँ मैले त अन्त हान्नै पाएको छैन एकचोटि ए क्याम्पर मामा हो क्या क्याम्पमा त भाइ से चाहिँ अनि बट भनेर हान्न जाने कुटी अनि झारिदिइहाल्छ नि तल बट लग्यो भनेपछि त केटा तानमा के भने यत्रो बढ्ला कति भन्दा नेट पनि- नचलेर उहाँ एक ठाउँमा अड्के बसेर उहाँ सिधै हान्न सकेन भने भइहाल्यो नाटक किन फेरि के भन्ने नि भयो नि हो र चाहिँ सबै नक रहेछ सञ्चिताले हान्नु त सञ्चिताले यहाँबाट हान्न लहादिएको थिएँ मैले सबै नक रहेछ सञ्चिताले हान्नु त सञ्चिताले यहाँबाट हान्न लहादिएको थिएँ मैले क्याम्परलाई हान्नु Please recall me. Got it. त्यस्तै अब के गर्नु माथि रिकल गरिदिउँ न यही खोलेर अझै 4 मिनेट गर्दै रहेछ गर्दै हान्नु पर्ला 4 मिनेट रहेछ कहाँ हामी स्ट्यान्डमा हो क्याम्पर वेलकम चाहिँ केटा हो लाइभ सेयर हानु सबले ट्याप 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 हानु बिचरा बट क्याम्परलाई सञ्चिता मिनिमा कहाँ हान्नु हानेको मिनिमा क्याम्पर? क्याम्पर 30 सेकेन्ड रहेछ यहाँ मेन बिल्डिङमै छ के ए मिनिट मिनिट होला क्याम्पर मिनिमा रमाइलो के सञ्चिता हो क्या केटी हो होइन थियो भन न मामा चाहिँ फेरि केटी भनेर पछि लगाइहाल्यो होला होइन पक्नु माइजूलाई भनिदिन्छु मैले यो क्याम्पर हो क्या सञ्चितालाई हानेको हतार दौडेर गएर चाहिँ के हो नेट त रिकल गराउ न है सबै अनि यहाँ रिकल गर्ने छ उनी टाइमै भएन हेर्नु न अझ 3 मिनट 3 सेकेन्ड मागिन्छ त गरिदिइहाल्छ नि किन त्यो केटी भनेर लबीमा देखा भएर है त्यही त्यही म झरेको ए नकराउ न गाइस अनि छ यार यहाँ ल उसै भए रिकल गर्ने है त तल बोर्ड लबीमा चाहिँ के को एनिमी गाँठा त्यही गरिदेऊ न भन्छ त्यही भने यही गरिदिनु लगाइरहेको छु हेर्नु न करै गर्नुहुन्छ यहाँको सञ्चितालाई हान्न पर्यो के यहाँ लुट्नु न P90 C90 यत्रो छ है यहाँ यत्रो एमजी स्यामजी छ त्यो लगाएर नलुटेर त्यो केटी देखाएको छ अनि पछि लाग्नु पर्यो यहाँ माथि यो एम्पो छ त के हो मेरो पछाडि छ यहाँ आइज त I got supplies. कस्तो अड्किरहेको यहाँ किन हो यो क्याम्पर मामा बोर्ड लबी भएर हो त्यही त त्यही भएर दुईचोटि मरे होला होइन आमामा त्यो त म एनिमीसँग भिडेर मरेँ हो त्यही त सञ्चिता ओ, सञ्चिता। सञ्चिता खतरनाक खाइयो त यार कम चाहिँ केटा हो सबले लाइभ सेयर हेरौँ एउटा मलाई के हात अरे नजाऊ न हौ के सञ्चिता कता हो के फाइदा कता छ एनिमी छ र सिद्धि होइन मामा पछाडि इभेन्टमा रहेको बरु उहाँ पारी छ त भने त जाँदैछु Watch out. भान्जाले एनिमी सकिसकेपछि झर्छ अरे हो त्यही त झरिसक्यो तल तपाईँ जस्तो हो र हत्तमको कुरा हो दुईचोटि मरेर सञ्चिताले रिकल हुन हतार भयो होला है कतेर सकिला र उ गरौँला भनेर थाहा चुप्पा छ खाएर जाऊ ल मलाई। चुप्पा थाहा छ खाएर जाऊ ल मलाई। चुप्पा ए मामाले रियलमा त छोडेनन् गेममा धेरै नछुन्ने भए केटीलाई चुप्पा पनि खाएर जाउँदै अब फेरि चुप्पाले हानेपछि चुप्पा खुवाउनु परेन कहाँ ए गयो गरे फेरि एउटा कसले हे गर्यो हुन्छ यो पनि कता हो भान्जा यता Watch out. कहाँ गयो त्यो यार को हो त्यो इनिमी हो है त्यहाँ एक्लै हिँडेको हो त्यो सञ्चिताको टिम होला रिकलतिर जामै होला अँ, त्यो हुनसक्छ कहाँ रे भान्जा ए यहाँनिर। घरमा Watch out. यतैतिर पोरा, गयो ल। बट हो अर्को यो बट हो अर्को देख त्यहाँ Awesome. यो चाहिँ हो इनिमी हे भान्जा भन्ने यार
त्यो मैले नखाने Awesome. मामा तपाईँले हानेर नि त्यो किल पाउने होइन अनि के अब यहाँ 3-4 वटा एनिमी आएको ठाउँमा क्याम्परले दिनु भन्थ्यो यहाँको उठ लिएर आऊ त भन्छ कहाँ उठै चढेर गएँ होइन तपाईँ भने कहाँबाट ल्याउनु मैले यो मैले आफै निकाले हो के ए त्यो आफ्नो त अहिले निकालिहाल्छु नि म काम परेपछि आफ्नोमा निकाल न त्यहाँ कहिले बेला लाइभ स्ट्रिम सिधै निकाल्ने रे अहिले। त्यही त तपाईँ साँचेर राखेको छ र हामी त अहिले निकाल्यो काम पर्यो आवश्यक परेको ए के हो यो नेटेस्ट हो कि के हो यार होइन अड्किराख मामा गेम यो क्याम्पर मामा भयो अड्किरहेको त यार गेम यो क्याम्पर मामाले गर्दा चाइनामा गएर खेल्ने क्याम्पर त्यही भएन अनि गेम अड्किँदैन अति गरिदियो नि अनि रोटेट छ कि टप के हो? हेल्ने त हो। कस्तो अर्को गेम हो हाम्रो नि घन्टी बजाउनु बित्तिकै आउँछ नि फेरि ऊ टुङ 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 घन्टी बजाएपछि त वेलकम छ केटा ए सब बट हो भने क्याम्पर मामालाई हान्ने मात्रै इन्मी थियो अरू सबै गइसक्यो भान्जाको लाइफमा केटीहरू चाहिँ आउँदैनन् क्या मेरो लाइफमा त जहिले केटी नै हो मामा केटा भन्दा धेरै केटी हुन्छ अनि खालि वेलकम छ केटा हो मात्रै भन्छ त भान्जा अनि केटी भन्यो भने त मारिहाल्छ नि भने कस्तो कुरा गरे मलाई त्यतिकै त थाहा केटा पर्छ केटी दुइटैलाई वेलकम गर्नु पर्यो नि त यार कसरी भन्ने एउटा तरिका सिकाइदिनु न मामा म दुइटालाई गरिहाल्छु नि त्यसो केटा केटी हो ए वेलकम छ केटाकेटी हो पछि Awesome. केटाकेटी हो सबलाई वेलकम छ है लाइभ सेयर हान्नु ड्याम ड्याम लगाएर एउटा छैन द्याट कस्तो छ त सञ्चिताको टिम कहाँ गयो भन्ने कुरा हो क्या यहाँ यार सिधिसक्यो मामा ओल्ड प्लाजातिर छ कि ओल्ड प्लाजातिर यतै मेडिसिन हान्यो ए मामाले दिनु टेलिपोर्ट भएर हान्छ यार बट यार Help! ऊ के कहाँबाट हान्यो हुँदैन क्याम्पर कहाँबाट हान्यो तपाईँलाई मार गर्नु न यो माथि नै पर्दिन के फिनिस Marked a भइहाल्यो location. ओए हानेको बे मलाई उँटबाट झर्नै नसकिरहेको के उँटको उँटमा तर बसेर ए त मामा Awesome. त्यो के अरे बटलाई धरी नखान्दिर त अति यार हुन्छ त हामी त्यस्तै हो क्याम्प होला त्यता गएर हेर्दै गर एकटा क्याम्प गर्ने बानी अब बटलाई हान्नु नसकेपछि त्यस्तै अब के भन्नु बटले देख्छ फेरि कुना काट्छ जहाँ लुकेन देख्छ नि त त्यही भएर अब एनिमी भइरहेको अब सुतेर भइ नि हान्नु हुन्थ्यो भन्ने हुन्थ्यो